विद्यार्थी भाइ बहिनीहरू सबैलाई आज म कक्षा 9 को पाठ 1 मा रहेको मेघ बिजुली विवाह भन्ने कविता वाचन गर्न गइरहेकी छु र यो कविताको रचना गर्नुभएको छ कवि भरतराज पन्त। यो कविता शिखरी छन्दमा रचना गरिएको छ जसमा 17 अक्षर हुन्छन् र कविताको 6औं र 11औं अक्षरमा यसको विश्राम गर्ने गरिन्छ। अब यसलाई म स्वर मिलाएर भागा मिलाएर पढ्ने गर्छु, ध्यान दिएर सुन्ने र विद्यार्थी भाइ बहिनीहरूले पछि पढ्नु पर्ने हुन्छ। ल है त म सुरु गरेँ है त। बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, जुरेको यो राम्रो ग्रह गति असारे लगनमा, बजेका हुन् झ्याली झिम झिम गरी बाँसहरूमा, हरियो दोसल्ला भिरी नगपुरे तै छ विधिमा, मयूरीको बोली श्रुति पथ हुँदा पद्धति भयो, हवाले हल्लेको वन जति सबै मण्डप भयो, थिए शैल श्रेणी उपर कदलीका दल पनि, भए शोभादायी रुचि र चँदुवा नै सरी बनी, भइन् पृथ्वी तन्ना चौर छ गलैचा मखमली, दुलहाको रातो झलल पगरी भोहिम चुली, बकुल्लाका ताती तरल गतिले आज नभमा, उडे जन्ती जस्तै रस बस बढाएर मनमा, सितारे घुम्टी हुन् चम चम निसाका जोनकिरी, भए ती इन्द्रेणी बसन बहुरङ्गी फिरी फिरी, भयो रातो खास्टो रवि किरणले पश्चिम गिरी, निसाको त्यो कालो तम पटल भो नील कवरी, बज्यो छन छन गर्दै सकल रुखमा त्यो समयमा, भयो बज्ने कल्ली गजब दुलाहीको पैरमा, भयो बज्ने कल्ली गजब दुलाहीको पैरमा, अहो झल्की झल्की कन नववधू आज बिजुली, लुकेकी प्रदामा पलक भरमा केसरमली, सबै प्राणीलाई भुवन भरमा अन्नहरूको खुवाएकै हो त्यो बर जलदले भोजैसको, सलामी बाजाले घन घन गराएर गगन, गयो रानीलाई ली ऋतु शरदमा रस लिन, गयो रानीलाई ली ऋतु शरदमा रस लिन। धन्यवाद।